कहिलेकाहीँ एउटै राजनीतिक घटनाले कुनै पनि देशको पुरै अर्थतन्त्रको दिशा बदल्न सक्छ। आज हामी नेपालको शेयर बजारको सम्भावित भविष्यबारे यस्तै एउटा रोचक विश्लेषण गर्दैछौँ जुन एउटा ठूलो राजनीतिक परिवर्तनसँग जोडिएको छ। के साँच्चै एउटा चुनावले मात्र नेपालको शेयर बजारमा 70%को विशाल उछाल ल्याउन सक्छ? सुन्दा अलि अचम्म लाग्न सक्छ, होइन त? तर आजको हाम्रो विश्लेषणको मुख्य प्रश्न नै यही हो। ल सुरु गरौँ एउटा सामान्य आकलनबाट। प्राविधिक विश्लेषणले के देखाउँछ भने बजारको पहिलो लक्ष्य 28%को वृद्धि हुन सक्छ। तर याद राख्नुस् है, यो त केवल सुरुवात हो। अब अलि अगाडि बढौँ। यदि हामीले इतिहासलाई हेर्यौं भने चुनावपछिको बुलरनले बजारलाई 60%सम्म माथि पुर्याउन सक्छ। यो आफैमा एउटा निकै ठूलो फड्को हो। र अब सबैभन्दा आक्रामक लक्ष्य त्यो हो 70%को वृद्धि। हो, तपाईले ठिक सुन्नुभयो, यो सुपर बुल अवस्था हो जसले बजारलाई पुरै नयाँ ऐतिहासिक उचाइमा लैजाने क्षमता राख्छ। ल, यति ठूला अङ्क त सुनियो, तर प्रश्न उठ्छ, यो सब कसरी सम्भव छ त? यसको पछाडिको कारण के हो? हो, यसको जड राजनीतिमा छ। एउटा यस्तो राजनीतिक परिवर्तन जसलाई टेक्नोक्रेटिक बुल मार्केट भनिएको छ। इतिहास पल्टाएर हेर्ने हो भने यो कुरा त्यति अचम्मको पनि होइन। नेपालमा चुनाव र शेयर बजारको गहिरो सम्बन्ध छ। सन् 1999, 2008, 2013, 2017 हरेक चुनावपछि बजारले ठूलै फड्को मारेको छ। अब सबैको नजर छ 2026मा। के इतिहास फेरि दोहोरिएला कि यो पटक केही नयाँ नै हुनेवाला छ? यो सबै विश्लेषण एउटा परिकल्पनामा आधारित छ। त्यो हो, राष्ट्रिय स्वतन्त्र पार्टीले 2/3 बहुमतको सरकार बनायो भने के हुन्छ? उनीहरूको नागरिक सम्झौता 2026मा केही निकै महत्वाकांक्षी लक्ष्यहरू छन्, जस्तै 12 लाख रोजगारी देशमै सृजना गर्ने, प्रतिव्यक्ति आयलाई बढाएर सिधै डबल अर्थात् $3,000 पुर्याउने र देशको अर्थतन्त्रलाई $100 अर्ब को विशाल आकार दिने। ल, राजनीतिको कुरा त भयो। अब एकछिन बजारतिरै फर्कौं। अहिले बजारको अवस्था कस्तो छ त? के यो यति ठूलो दौडको लागि साँच्चै तयार छ? अहिलेको बजारको अवस्थालाई हेर्दा एउटा निकै रोचक कुरा देखिन्छ। बजार अहिले एउटा जग बनाउने चरणमा छ जसलाई कन्सोलिडेसन भनिन्छ। प्राविधिक भाषामा भन्दा 45% कम्पनीको शेयर मात्रै आफ्नो 50 दिनको औसत मूल्यभन्दा माथि छ। अब यसको सरल अर्थ के हो भने बजारमा दौडिनको लागि अझै धेरै ठाउँ बाँकी छ। खास गरी साना र मझौला कम्पनीहरूले त राम्रोसँग दौड सुरु नै गरेका छैनन्। त्यसो भए यो सम्भावित वृद्धिलाई वास्तविकतामा कसरी बदल्ने? यसका लागि सरकारको रणनीति के हुन सक्छ? यहाँ 3वटा मुख्य चाबीको कुरा गरिएको छ जसले बजारको सम्भावनाको ढोका खोल्न सक्छ। यो रणनीतिलाई 3 भागमा हेरौं। पहिलो, मौद्रिक नीतिमा खुकुलोपन, मतलब ठूला लगानीकर्ताहरूका लागि 25 करोडको मार्जिन ऋणको जुन सीमा छ त्यसलाई हटाइदिने। दोस्रो, नेप्सेको संरचनामै सुधार, यसका लागि कुनै विदेशी रणनीतिक साझेदारलाई भित्र्याउने। र तेस्रो, जुन सायद सबैभन्दा महत्त्वपूर्ण हो, विदेशी संस्थागत लगानीकर्ता अर्थात् FIISका लागि बजारको ढोका पुरै खोलिदिने। यसले बजारमा डलरको वर्षा नै गराउन सक्छ। ल, बजार बढ्ने भयो, तर पैसा कहाँ जाला त? कुन क्षेत्रहरूले यो दौडको नेतृत्व गर्लान्? यहाँ एउटा ठूलो परिवर्तन देख्न सकिन्छ। लगानीको पुरानो खेल अब चल्दैन। पहिले कस्तो थियो भने सबैको ध्यान ब्याङ्क र वित्तीय संस्थाहरूमा मात्र हुन्थ्यो। तर अबको नयाँ खेलमा लगानी छरिनेछ उत्पादन, प्रविधि र पर्यटन जस्ता नयाँ र रोमाञ्चक क्षेत्रहरूमा। अझै भित्र गएर हेर्ने हो भने देशमा ठूला पूर्वाधारका कामहरू बढ्दा सिमेन्ट र उत्पादन क्षेत्रले ठूलो फाइदा लिनेछन्। सोच्नुस् त, शिवम र घोराही सिमेन्ट जस्ता कम्पनीहरूको भविष्य। त्यस्तै डिजिटल नेपालको सपना साकार हुँदा सूचना प्रविधि र फिन्टेक कम्पनीहरूको दिन आउनेछ। अनि बढ्दो पर्यटकको संख्या र विदेशमा बस्ने नेपालीहरूलाई लक्षित गरेर ल्याइने नयाँ IPOहरूले त पर्यटन क्षेत्रलाई अर्को तहमा पुर्याउने निश्चित छ। तर यति धेरै वृद्धिको कुरा गर्दा एउटा डर सधैँ रहन्छ, बजारमा हुने चलखेलको। लगानीकर्ताको पैसा सुरक्षित छ त? यो चिन्तालाई सम्बोधन गर्न के कस्ता कदम चालिँदैछन्, अब त्यो हेरौं। विगतमा बजारमा एउटा नराम्रो चलन थियो जसलाई सर्कुलर ट्रेडिङ भनिन्छ।
यो भनेको के हो भने केही ठूला खेलाडीहरूको समूहले आपसमै मिलेर एउटै शेयरलाई पटक पटक किन्ने बेच्ने गर्थे। यसले गर्दा त्यो शेयरको कारोबार र मूल्य दुवै कृत्रिम रूपमा आकाशिएको देखिन्थ्यो। अनि यही देखेर लोभिएका साना लगानीकर्ताहरू त्यहाँ फस्न पुग्थे। तर अब यस्तो हुन नदिन निकै कडा नियमहरू आउँदैछन्। जस्तै आर्टिफिशियल इन्टेलिजेन्स अर्थात् एआईले कुनै पनि अस्वाभाविक कारोबारलाई तुरुन्तै पत्ता लगाउनेछ। बायोमेट्रिक केवाइसी लागू भएपछि नक्कली वा गोस्ट खाताहरूको खेल समाप्त हुनेछ। ब्रोकर र सीडीएससी बीचको कारोबार पनि रियल टाइममा पारदर्शी हुनेछ। र सर्ट सेलिङ जस्तो नयाँ प्रणालीले कुनै शेयरको भाव कृत्रिम रूपमा बढेको छ भने त्यसलाई स्वाभाविक रूपमा तल झार्न मद्दत गर्नेछ। ल, यति सबै कुरालाई हेर्दा नेप्से कहाँसम्म पुग्न सक्ला त? यहाँ 3वटा सम्भावित लक्ष्यहरू छन्। सामान्य अवस्थामा पनि बजार 4100 को आँकडा छुन सक्छ। यदि इतिहास दोहोरियो भने 51-60 सम्म पुग्ला। र यदि सबै कुरा सोचे जस्तै भयो, सुपर बुलको अवस्था आयो भने नेप्से 5525 को ऐतिहासिक उचाइमा पुग्ने प्रक्षेपण छ। त्यसो भए अन्तमा सार के हो त? सार यही हो, यो जुन ठूलो सम्पत्ति सृजना हुने सम्भावना छ त्यो 3वटा खम्बामा अडिएको छ। पहिलो, विदेशी संस्थागत लगानीकर्तालाई सफलतापूर्वक भित्र्याउनु। दोस्रो, लगानीलाई नयाँ र उच्च वृद्धिका क्षेत्रहरूमा लैजानु। र तेस्रो, बजारमा हुने हरेक किसिमको चलखेललाई निर्ममतापूर्वक रोक्नु। योजना स्पष्ट छ, सम्भावना पनि देखिसकेको छ। तर सबैभन्दा ठूलो प्रश्न यही हो, के नेपाललाई 100 अर्ब डलरको अर्थतन्त्र बनाउने यो महत्वाकांक्षी योजनालाई कार्यान्वयन गर्ने दृढ इच्छाशक्ति हामीसँग छ? यसको जवाफ त समयले नै देला।